हेलो एभ्रिवान, तपाईहरुलाई चाहिँ स्वागत छ हैन मेरो मिनी ब्लगमा हैन। आज चाहिँ हाम्रो त्यो कागतीबारी छ नि त, सो त्यो कागतीबारीहरुलाई चाहिँ हामीले आज चाहिँ बारी सफा गर्नुपर्ने छ अनि कागतीलाई चाहिँ गोडमेल गर्नु पर्यो नि त। अनि गाडीले चाहिँ क्या पुरै छेकिरहेछ, अनि आज सफा गर्नुपर्ने छ। 5 जना हुन्छ मलाई, म चाहिँ बेल्चा बोकेर हैन फोहोर सफा गर्नुपर्ने छ सुँगुरको। त्यही भएर यो बेल्चा सुझाएर हिँडेको भाइहरु चाहिँ अगाडि जाँदैछ यता पर, अनि म चाहिँ त्यो बेल्चाले अलिकति जाँदैछु। अरू भाइ मैले चाहिँ केटाहरू होइन चारो बोकाइदिएको नि त, केटाहरू अगाडि छन् चारो बोकाइरहेछन्। अनि तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो गाउँमा चाहिँ होइन लाली गुराँस फुलेर ढकमक्क भएको छ अहिले। लाली गुराँस त यसो जङ्गलभरि फुलेको छ होइन, यसो घुम्न आउनु सक्नुहुन्छ। लाली गुराँस जताततै रातै फुलिरहेछ, कस्तो दामी। अनि चारो चाहिँ यहाँ छ, यो जिरेले बोक्छ होला है, हामी चाहिँ लाग्यौँ होइन सक्क। अनि भिडियो चाहिँ होइन पुरा हेरिदिनु होला होइन, अनि लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्न नभुल्नु होला होइन। तपाईँहरूको सानो सपोर्टले गर्दाखेरि होइन मलाई पनि भिडियो बनाउने चाहिँ आउँछ होइन। 1 सब्सक्राइब बढ्यो भने पनि होइन कस्तो सुकुन हुन्छ होइन, 1 सब्सक्राइब बढ्यो भन्ने हुन्छ नि त त्यसैले होइन। सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला होइन, कन्जुसी नगर्नु होला होइन। जे जस्तो होइन मेरो यो भ्लग होइन राम्रो भयो नि नराम्रो भयो नि राम्रो मानेर हेरिदिनु होला, साथ सपोर्ट गरिदिइराख्नु होला, त्यही भन्न चाहन्छु। हाम्रो गाउँघरमा चाहिँ लाली गुराँस चाहिँ ढकमक्क फुलेको छ है, घुम्न आउनुहोस्, इन्जोय गर्नुहोस्। होटल खोज्नु पर्दैन, मेरो घरमा बस्दा नि हुन्छ यस्तो ढकमक्क लाली गुराँसलाई मिस नगर्नु होला भन्न चाहन्छु। त्यही हो। फाइनली म चाहिँ होइन हाम्रो गोठमा आइसकेको छु। हाम्रो गोठ चाहिँ यो होइन, तपाईँलाई थाहा छ होला होइन। म अनि मेरो लेभल बढिसकेको छ भनेर, मेरो लेभल चाहिँ कसरी बढ्यो भन्दाखेरि होइन पहिला 3वटा सुँगुरको मात्रै मैले भिडियो हालेको थिएँ, अहिले त निकैवटा छ होइन युट्युबमा। मैले त युट्युबको भिडियोमा त हालेको छुइनँ नि त, सो अब तपाईँहरू देख्न सक्नुहुन्छ। हाम्रो यो खोज चाहिँ मैले एकछिनको लागि बनाएको। हाम्रो माउ 2टा सुँगुर भयो होइन, अनि टक्क अरू बेटुवाहरू चाहिँ यहाँ छन् एकै ठाउँमा भएर, कोही चाहिँ सानो छ होइन। मालहरू चाहिँ यिनीहरू नै हो होइन। अनि होइन 10वटा छ होइन, मैले यहाँ निकै नै दुःख गर्दैछु यिनीहरूको लागि होइन, तर अलिकति भने जस्तो बढेको चाहिँ छैन होइन, केही छैन होइन, विस्तार गर्नुपर्छ। अनि म तपाईँहरू देखाउँछु, मैले चाहिँ होइन फर्सी रोपेको छु, 7वटा रोपेको थिएँ। भुइँ फुटे फर्सीहरू जुन चाहिँ होइन मेवा जस्तो फल्छ नि त भुइँमै, हो 7वटा रोपेको थिएँ, 4वटा मात्रै टच यहाँ एउटा त्यहाँ एउटा त्यहाँ एउटा त्यहाँ एउटा फेरि पुरा लगाइदिइरहेको छु ल। तोरी चाहिँ उइस फुल्क्यो, तोरी छरेको नि त काम छैन। अनि बिरुवाहरू चाहिँ यही भयो होइन, कोही यहाँ चाहिँ सानो बिरुवाहरू पुरा हाम्रो बिरुवा तलैसम्म छ क्या बारी, त्यही भएर यही बारी चाहिँ सफा गर्नुपर्ने छ। खेतालाहरू चाहिँ आउने बित्तिकै यतातिर लागे टक्क तोरीबारी। तपाईँहरूकोतिर पहेँलो लाली गुराँस फुलिएको छ कि छैन? हाम्रोतिर चाहिँ पहेँलो लाली गुराँस पनि फुलिसकेको छ। हेर्नुहोस् गाइस, तपाईँहरू देख्न सक्नुहुन्छ बाटो यस्तो जङ्गल छ होइन, कागतीको बिरुवा जस्तो छ। यो साइडीको बहिनी चाहिँ मुस्कुराउनु थालेको छ होइन। खेताला चाहिँ 5 जना 6 जना मात्रै होइन बिरुवा जसरी छ होइन, पुरा टाइम परैसम्म होइन यहाँ तलसम्म छ नि त। सो हामी चाहिँ अब दिँदैछु म नि त थुपार्नु भनिन्छ, जङ्गल यति साह्रो छ क्या। गाइस हाम्रो चाहिँ होइन बारी फाड्ने कार्यक्रम चाहिँ आजलाई अन्त्य भइसकेको छ, 9 बजिसकेर नि क्रस भइसकेको छ होइन। हाम्रो मित्रहरू चाहिँ भोगाले रुन सकेको छैनन्, अनि गाह्रो पऱ्यो, बल्लले फाटिसक्यो नि। अब मेरो कार्यक्रम भने चाहिँ होइन सुँगुरको गु सोर्नु छ, फेरि घुम्दैछ बारी। अब बिरुवा देखिँदैछ नि त, फाँडेपछि मात्रै देखिन्छ क्या बिरुवा, यो भाडा गाडेको जति यता तल सबै छ। अब नेक्स्ट टाइम हामी दिनेछौँ यसलाई पनि। अब आजलाई चाहिँ अब सुँगुरको गु फाल्ने हो। चियर बिस्कुट खानुपर्ने हुन्छ, ल ल्याऊ छिटो बनाउनु पर्ने हुन्छ हामीले। ल राख खानिदिउँ सर्ट हर्लिक्सको चिया। हाम्रो चाहिँ अर्ग्यानिक बिस्कुट आफैले बनाएको रोटी भन्नु अरे। हामीले चाहिँ सुँगुरको टरक्क टल्कायौँ।
अनि हामी चाहिँ अब घर लागेको हाम्रो बारी चाहिँ सफा गरेको त्यही हो तल देख्न सक्नुहुन्छ आएर मैले चाहिँ मार्यो होइन सुँगुरको खोर सफा गरिसक्यौँ होइन अनि सुँगुरलाई छोडेर हामी चाहिँ घरतिर लाग्यौँ आजको भ्लग चाहिँ होइन मेरो मिनी भ्लग चाहिँ यहाँ खतम हुन्छ थ्याङ्क यू फर वाचिङ बाई बाई नेक्स्ट भिडियोमा भेट्ने छु